यसकै आँगनमा मेरै परिवारले एउटा चिफ गेस्टको रूपमा मलाई जुन सम्मान दिएर जुन मलाई राखेको छ, मेरो लागि चाहिँ यही वर्ल्ड कप हो। मैले धेरै जग्गा खेलेको छु फुटबल, तर आफ्नो जग्गामा यसरी आफ्नो परिवार, आफ्नो गाउँको दाजुभाइहरूसँग यसरी देख्न पाउँदाखेरि अझै अर्को कुरा चाहिँ के छ भने यहाँ जतिजना खेलिरहेको छ, पहिला एउटै टिममा हामी थियौँ, यहाँ धेरै साथीहरूलाई देखेँ, अझै मलाई गर्व लागेको छ। यो चाहिँ मेरो लागि चाहिँ वर्ल्ड कप भन्दा कमी चाहिँ होइन, यही मेरो लागि चाहिँ वर्ल्ड कपै हो। अनि त्यसको लागि चाहिँ मेरो सम्पूर्ण दाजुभाइहरू जति पनि छ यहाँ सबैलाई म धन्यवाद दिन चाहन्छु। अझै यो गेमलाई अझै कसरी हुन्छ अझै राम्रो प्रकारले अझै हामी अगाडि बढाउँ। यहाँ जति पनि कमिटीहरू देखेँ मैले, भाइहरू जुन खटिरहेको छ उहाँहरूसँग अझै मिलेर अझै भव्य रूपमा आउँदो दिनमा अझै राम्रो गेमहरू हुँदै जाओस् भन्ने कामना चढाउँछु। थ्याङ्क यू। मलाई एकदमै उचालेका अनि थर्काएका हाम्रो अति नै आदरणीय दाजु सामेल लेप्चाज्यू हाम्रो माझमा आजको मुख्य अतिथिको रूपमा पालिसक्नु भएको छ र हामी तपाईँलाई थ्याङ्क यू भन्छौँ। यो आजको पहिलो प्री क्वार्टर म्याच हुन गइराखेको छ र तपाईँलाई यो बताउन चाहन्छौँ। थ्याङ्क यू। र यो हामीले थाहा भएको छ, हामी घरिघरि भन्ने गर्छौँ, यो चर्चले जब अर्गनाइज गर्छ यो क्रिस्चियन एउटा क्रिसमसको सिजनमा हामी भक्तहरूले अर्गनाइज गरेको त नेक्स्ट द्याट यो फुटबलभित्र फन छ, तर त्यो अन टप अफ द्याट हाम्रो उद्देश्य चाहिँ फिटनेस हो। गाउँ समाजमा तपाईँहरू चाहिँ एम्बासेडर जस्तो भएर, राजदूत जस्तो भएर उभिएको छ, किनभने हामी धेरै ठाउँमा हेर्छौँ मानिसहरू कुसङ्गतमा परेर जीवनलाई तहस नहस गरेको छ भने तपाईँ यो उमेरमा 40+ तपाईँ 50 हुन्छ अनि प्रख्यात एक समयका खेलाडीहरू ग्राउन्डमा उभिसकेको छ। हामी तपाईँहरूलाई आशा गर्छौँ अनि आशाबद्ध गरेका छौँ कि तपाईँले आज तपाईँको खेल जुनियर यहाँ रहेछ, जुनियर यहाँ रहेछ नि त, सिनियर यहाँ छ। बिन्ती गर्छौँ कुनै अप्रिय घटना घट्ने छैन, तर लागेको र लगाएको खण्डमा क्षमा माग्ने र क्षमा दिने प्रथा यहाँ छ र हजुरलाई बिन्ती गर्छौँ। बडो एउटा भेटरेन भनेको चाहिँ एउटा प्रख्यात पूर्व खेलाडी हुनुहुन्छ र तपाईँले बेस्ट प्रकारले खेलिदिने र यस समय म हाम्रो अति नै आदरणीय हाम्रो सामेल दाजुलाई र हाम्रो अन्य विशिष्ट अतिथिजनलाई म बिन्ती गर्छु आएर आजको यो पहिलो प्री क्वार्टर म्याचको सुरुवात गर्नका लागि उहाँलाई भेटिदिने म विनम्र बिन्ती गर्दछु। ताली बजाइदिउँ है, ताली बजाइदिउँ ताली। ल एक समय कालिम्पोङ अनि दार्जिलिङ विभिन्न क्षेत्रमा अति नै नाम चलाएका प्रख्यात खेलाडी हाम्रो सामेल लेप्चा, जसलाई हामीले 10 नम्बर भनेर चिन्ने गर्थ्यौँ र उहाँ आज आफ्नै गाउँ खेल मैदानमा आएर हाम्रा भेटरेनहरूलाई भेटेर आजको यो गेमलाई शोभा बढाइदिनु भएको छ। हामी तपाईँलाई थ्याङ्क यू भन्छौँ। आउनुहोस् कि आजको खेललाई सुरु गर्न अगाडि हामी ईश्वरलाई वर माग्छौँ, आउनुहोस् हामी प्रार्थना गरौँ। परमेश्वर पिता, थ्याङ्क यू। यो प्री क्रिसमसको यो पहिलो प्री क्वार्टरमा तपाईँले 2 दललाई ल्याइसक्नु भएको छ। हामी तपाईँलाई बिन्ती गर्छौँ कुनै मेजर इन्जुर हुनदेखि, इन्सिडेन्ट हुनदेखि, चोटपटक लाग्नदेखि तपाईँले बचाइदिनुहोस्। बेस्ट टिमले जित्न सकोस् र यो गेमभित्र हाम्रो फन छ, फेलोसिप छ, तर योबाट हामी तपाईँको महिमा गर्न चाहन्छौँ। अनुग्रह गरिदियो अफिसियल्सहरूलाई पनि विस्डम दिनुहोस्, कुनै पक्षपात नगरी असल निर्णय दिन सकोस्, ताकि आजको यो खेलद्वारा केवल तपाईँले आफ्नो महिमा लि बक्सिनुहोस्। किनभने यो बिन्तीलाई माग्छौँ नासरत येशू तपाईँको नाउँमा। गाउँ चाहिँ मजाको। अब यहाँ फुटबल बमबस्ती भर्सेस जर्मनी पुदुङको हुँदो रहेछ। यहाँ माथि अडियन्सहरू देखिहाल्नु भयो। हाम्रो गाउँघरको यस्तै हुन्छ गेम र साह्रै रमाइलो जग्गा र यहाँनिर अहिले फोटो सेसन हुँदैछ है। होइन भइहाल्छ र म पनि आउनु भनेर यहाँ बुद्ध भाइ यहाँबाट एउटा फोटो खिच्दौँ ल। गुड ठिक छ।
ल थ्याङ्क यू अल द बेस्ट अल द बेस्ट देखिहाल्नुभयो फोटो सेसन पनि भइसक्यो र अति रमणीय दृश्य अति रमणीय माथि एउटा चर्च पनि मैले देख्न सकेँ है चर्च तपाईँहरू देखाइरहेको छु के चर्च कसो चर्च चर्चको विवरण सानो साथीले देख्नुहुन्छ नै हाल्नुहोस् All the best. Fourth Pre-Christmas Football Tournament 2025 organized by PFC Lower Kafir Trophy. र खेल सुरु हुन लागिरहेको छ र तपाईँहरूलाई खेलको सानोबाट प्रसारण चाहिँ यहाँबाट देखाउनेछौँ यहाँ रेफ्रीहरू पनि कालेबुङदेखि आउनु भएको रहेछ आमा बबाल साथी हेलो आगो त कहाँ हुनुहुन्छ कहाँ हुनुहुन्छ ए ल हुन्छ हुन्छ ल ल ल हुन्छ 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 भाइ पर छ हाम्रो साथी सन्दीप किपर है सन्तोष साथी ब्लू टिमको नाम चाहिँ के हो ब्लूको युडिएससी युडिएससी देउराली कालिम्पोङ हो अनि यो चाहिँ तपाईँको जोरमाने सिन्देबुङ र साथी कहाँ छौ आउ न सेतोमा चाहिँ जोरमाने सिन्देबुङ रहेछ र उता चाहिँ अब देउराली कालिम्पोङ भन्दैछ देउराली भनेको चाहिँ बमबस्ती भेट्यो यो खेल सुरु भएर गए फुटबल प्रेमी दर्शकवृन्द आज 7औं दिनको पहिलो खेल भेटरन खेल युडिएससी कालेबुङ भर्सेस जोरमाने ए ह्यान्डबल यतिको जानु पऱ्यो नि त पुरा प्र्याक्टिस नि बेला कस्तो पहिला हामी खेल्थ्यौँ सानो अनुभव फेरि ल हाम्रो साथीलाई बस्दा बस्दा के सोध्नु मनबाट लाग्छ हो घरको अगाडि ग्राउन्ड है यही ग्राउन्डमा खेलेर हुर्केर आज है यो जग्गामा पुग्नुभयो र आज यही ग्राउन्डमा चाहिँ है एज अ गेस्ट एज चिफ गेस्ट बस्दाखेरि चाहिँ कस्तो फिल भइरहेको छ सबैभन्दा पहिला चाहिँ मलाई एकदम आनन्द लागेको छ मान्छेको एक एकवटा सपना हुन्छ क्या अन्त त्यो सपना चाहिँ आज मेरो पुरा भयो जस्तो लाग्छ अब हुनु त मैले धेरै कालिम्पोङको जग्गातिर खेलेको छु मेला ग्राउन्डदेखि पनि अरू जग्गाहरू पनि जस्तै लिची ग्राउन्ड भयो मिसिङ कम्पाउन्ड भयो होम्स भयो मनी स्कुल भयो पुदुङ भयो लाभा सबै जग्गा खेलेको छु तर आफ्नै जग्गामा आफ्नै परिवारको माझमा यसरी जुन एउटा टुर्नामेन्ट अब ग्रुपमा एज अ
चिफ गेस्ट बोलाउँदा चाहिँ अब मेरो लागि चाहिँ वर्ल्ड कप चाहिँ यही हो। यहाँदेखि ठुलो चाहिँ केही छैन जस्तो लाग्दैछ मलाई हो। अन्त आनन्द छु। अन्त त्यसको साथसाथमा अब यहाँ म बसेर हेरिरहेको छु। पहिला चाहिँ मेरो साथीहरूले चाहिँ बसेर हेर्थ्यो, म चाहिँ खेल्थ्यो। अहिले चाहिँ म बसिरहेको छु, साथीहरू चाहिँ खेल्दैछ। डिफ्रेन्स चाहिँ यही अन्तर देख्दैछु क्या। सँगै परेको किपर पनि होला किपर पनि हो, एउटै टिमको हामी। अन्त अम्पायर पनि छ यहाँ, अम्पायर पनि हामी एउटै टिममा हिमालयमा खेलेको हो। अनि यहाँ अर्को पनि छ, उहाँ पनि क्याप्टन रहेछ 11 नम्बर हाम्रो सियोन, उहाँ पनि एउटै टिममा हामी खेलेको। अन्त लाइन्सम्यान पनि छ यहाँ। यो चाहिँ मैले एउटा परिवार जस्तो लागिरहेको छ क्या, मै खेल्दैछु जस्तो लाग्दैछ मलाई क्या। लाइन्सम्यान पनि नर्भो खेल्ने नै हो पनि। त्यसले गर्दा अरू त मेरो अब घरकै परिवार छ, जति पनि धेरै यहाँ आएर हेरिरहनु भएको छ। यहाँ आप्पा पनि हुनुहुन्छ, बाजेहरू पनि हुनुहुन्छ। अन्त एउटा मेरो लागि चाहिँ सबैभन्दा ठुलो वर्ल्ड कप चाहिँ यही हो। यस्तै छ। हुन्छ साथी, लु अब अलिकति फेरि मैदानतिर क्यामेरा है। युनिक छ ग्राउन्ड। गाउँ बस्तीमा जुन चाहिँ खेल प्रतियोगिता, फुटबल होस् या क्रिकेट होस्, यसरी हेर्नुको आनन्द नै अर्को छ बजारमा भन्दा चाहिँ है। र ऊ माथि हेर्नुहोस् त, अमरेशको घालीमा भित्रबाट पनि हेरिरहेको छ भनेपछि मान्छेलाई कतिको चाहिँ इन्ट्रेस्टेड छ होला खेल भन्दाखेरि। अब बिस्तारै एकछिन बढ्दै जान्छ। झन्डै गोल अहिले बजारमा भए चाहिँ